नमस्कार। आजको टपिक छ व्हाट इज लाइफ, यानी जीवन भनेको के हो। जीवन भनेको के हो? यो प्रश्न सरल जस्तो देखिए पनि यसको उत्तर अत्यन्तै गहिरो, व्यापक र बहुआयामिक छ। जीवन केवल सास फेर्ने प्रक्रिया मात्र होइन, न त जन्म र मृत्यु बीचको समयको गणना मात्र हो। जीवन अनुभूति हो, सङ्घर्ष हो, आशा हो, सपना हो, पीडा र खुसीको सङ्गम हो। जीवन एउटा यस्तो यात्रा हो जहाँ हरेक मोडले हामीलाई नयाँ पाठ सिकाउँछ र नयाँ दृष्टिकोण दिन्छ र हामीलाई हामी नै बनाउँछ। जीवनको सुरुवात हामीले रोजेका हुँदैनौँ। हामी कुन परिवारमा जन्मिने, कुन ठाउँमा हुर्किने र कस्तो परिवेशमा पाउने, यी सबै कुरा भाग्य र परिस्थितिको खेल जस्तै लाग्न सक्छ। तर जीवनको वास्तविक अर्थ त्यहाँबाट सुरु हुन्छ जहाँ हामी आफैले निर्णय गर्न थाल्छौँ। हामीले कसरी सोच्ने, कसरी प्रतिक्रिया दिने, कसरी अगाडि बढ्ने भन्ने कुराले जीवनको मूल्य निर्धारण गर्छ। जीवन सङ्घर्ष बिना पुरा हुँदैन। हरेक मानिसको जीवनमा उतार चढाव आउँछन्। कहिले खुसीको शिखरमा पुगिन्छ, कहिले पीडाको गहिरोमा डुब्नुपर्छ। असफलता, धोका, निराश, आँसु यी सबै जीवनका अनिवार्य अंश हुन्। तर यिनै कठिन क्षणहरूले हामीलाई बलियो बनाउँछन्। यदि जीवनमा पीडा नै नहुने हो भने खुसीको अर्थ पनि बुझ्न सकिँदैन। अँध्यारो बिना उज्यालोको मूल्य हुँदैन। जीवन भनेको केवल आफ्नो लागि मात्र बाँच्नु होइन, अरूको जीवनमा अर्थ थप्न सक्नु नै जीवनको सुन्दरता हो। सानो सहयोग, साँचो मुस्कान र समयमा दिएको साथ, यी कुराले कसैको जीवन बदल्न सक्छ। जब हामी अरूको पीडामा आफ्नो मन जोड्छौँ, तब हामी साँचो अर्थमा मानव बन्छौँ। स्वार्थले भरिएको जीवन लामो त हुन सक्छ, तर गहिरो हुँदैन। आधुनिक संसारमा मानिस जीवनभन्दा बढी दौडिरहेको छ। पैसाको पछि, प्रतिष्ठाको पछि, सफलताको पछि। तर कहिलेकाहीँ हामी बिर्सन्छौँ कि जीवन भनेको केवल कमाउनु कुरा होइन, महसुस गर्ने कुरा पनि हो। परिवारसँग बिताएको समय, साथीहरूसँगको हाँसो, आमा बुवाको माया र प्राकृतिकको शान्ति सबै जीवनका अमूल्य धन हुन्। यसको मूल्य पैसाले कहिले तिर्न सक्दैन। जीवनले हामीलाई धेरै सिकाउँछ। सबै कुरा तुरन्त हुँदैन। कहिलेकाहीँ हामीले धेरै प्रयास गरे पनि परिणाम ढिलो आउँछ। त्यस्तो बेलामा निराश हुनु स्वाभाविक हो, तर धैर्य राख्नु सक्नु नै जीवन बुझ्नु हो। बिउ रोपेर भोलिपल्ट फल खोज्नु जस्तै हो, असम्भव। समयसँगै मेहनतको अवश्य फल दिन्छ, तर त्यसका लागि विश्वास र निरन्तरता आवश्यक हुन्छ। जीवन आत्मा खोजको यात्रा पनि हो। हामी को हो? हाम्रो उद्देश्य के हो? हामी किन यहाँ छौँ? यस्ता प्रश्नहरूको उत्तर खोज्दै हामी जीवनभर अघि बढ्छौँ। कतिपयले आफ्नो उद्देश्य चाँडै भेटाउँछन्, कतिपयले ढिलो। तर खोजिरहनु नै जीवनको सार हो। उद्देश्य बिना जीवन दिशाहीन यात्रा जस्तै हुन्छ। उसले हामीलाई क्षमा गर्न पनि सिकाउँछ। आफूलाई मात्र होइन, आफूलाई पनि। हामी सबै गल्ती गर्छौँ। कहिलेकाहीँ गलत निर्णयले ठुलो मूल्य चुकाउनुपर्छ। तर आफूलाई सधैँ दोष दिँदै बस्नु समाधान होइन। गल्तीबाट सिकेर अगाडि बढ्नु नै जीवनको सुन्दर पक्ष हो। क्षमाले मन हलुका बनाउँछ र नयाँ सुरुवातको ढोका खोल्छ। जीवन अनिश्चित छ। भोलि के हुन्छ भन्ने कसैलाई थाहा छैन। यही अनिश्चितले नै जीवनलाई विशेष बनाएको छ। यदि सबै कुरा पहिल्यै थाहा हुने हो भने जीवन निराश हुन्थ्यो। त्यसैले आजको दिनलाई पूर्ण रूपमा जिउन सिक्नुपर्छ। कहिले क्षणमा खुसी खोज्नु सक्नु नै जीवनको साँचो बुद्धिमत्ता हो। अन्ततः जीवन भनेको पूर्ण हुनु खोज्ने यात्रा होइन, अपूर्णलाई पनि स्वीकार गर्दै अघि बढ्ने कला हो। हामी कहिले सम्पूर्ण हुँदैनौँ, तर प्रयासरत रहन सक्छौँ। जीवनले हामीलाई पूर्णता होइन, इमान्दारिता चाहन्छ। आफ्नो भावना, आफ्नो सपना र आफ्ना सङ्घर्षप्रति। रूपको अर्थ हरेक व्यक्तिका लागि फरक हुन सक्छ। कसैका लागि परिवार नै जीवन हो, कसैका लागि सपना, कसैका लागि सेवा त कसैका लागि शान्ति। तर जे भए पनि जीवनलाई अर्थपूर्ण बनाउने जिम्मेवारी
हाम्रो आफ्नै हातमा छ। जब हामी जीवनलाई प्रेम गर्न सिक्छौँ, सबै कमजोरी, सबै पीडा र सबै खुसीसहित तब मात्र हामी जीवन भनेको के हो भन्ने प्रश्नको उत्तर नजिक पुग्छौँ। एउटा मौका हो आफूलाई चिन्ने, अरूलाई बुझ्ने र केही राम्रो छोडेर जाने। यही नै जीवनको साँचो अर्थ हो। धन्यवाद। अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा। हजुरलाई यो भिडियो कस्तो लाग्यो? यदि यो भिडियो मन परेमा आफ्नो राय कमेन्टमा राख्नुहोला। साथै लाइक र सब्सक्राइब पनि गर्नुहोला भन्दै फेरि यस्तै अर्को भिडियोमा भेट्ने बाचासहित आजलाई बिदा लिन्छु। हवस् त, नमस्ते।